लेक लिभिङस्टन जाँदैछौँ क्याम्पिङको लागि। सो म चाहिँ केही इसेन्सियल आइटम्सहरू चाहिन सक्छ कि भनेर वालमार्टमा सपिङ गर्नको लागि आएको छु। सो फर नाउ अहिले चाहिँ के किन्नुपर्ने छ भने मलाई एउटा म्याट किन्नुपर्ने छ अनि पानी पर्ला जस्तो छ यार। सो मेबी आई विल क्यारी विथ माइसेल्फ रेनकोट हुन्छ नि, एउटा रेनकोट चाहिँ लिएर हिँड्छु होला सायद, किनकि पानी पर्ला जस्तो छ। एउटा विन्ड सिटर हुन्छ नि, वाटर प्रुफ। सो लेट्स सी। रेडी 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 एन्ड एक्साइटेड। पानीको थोपा थोपा परिसक्यो यार आज। पानीको थोपा थोपा परिरहेछ। सो छाता साता पुरै बोक्नुपर्ने हुन्छ। लेट्स गो। ओ दाजु, युवराज दाजु, के छ खबर? एकछिन। ओ माई गॉड, लङ टाइम यार। यो हुन्छ यार, नाइस टु सी यु यार। ल एकदम ठिक लाग्यो यार। ओके निस्किम। स्वागत छ दाइहरूलाई नि मेरो भ्लगमा। हेलो दाइ। पानी 2 केस। वाटरमेलन सबै हालेको छ नि हैन। झर्ने कति 80 माइल छैन त। हेलो दाइ। हेलो भाउजू। हेलो दाइ भाउजूहरू है। सो लेट्स गो टु लिभिङस्टन स्टेट पार्क होइन, लेक लिभिङस्टन। ल यस्तो दामी रहेछ त माथि भाउजू। हजुरले माथिबाट यस्तो हाई गर्दै पुरा भिडियो आउनु नपर्यो नि त हजुर गरी। हाल्नु भाइ हामीबाट बाहिर सर। कालो बदल। रेनकोट चाहिँ हालेको छु है मैले। के छ, छाता चाहिँ हाल्नु भयो? पानी पर्यो होइन ऊ आशिष दाइहरूसँग आइरह। ल ढुक्क हुन्छ, ढुक्क भाउजू। मोर देन ह्याप्पी। कडा पानी। ओके गाइज, हामी चाहिँ सर्ट ब्रेक होइन दाइ? के छ खबर? फिलिङ हङ्ग्री? एकदम भोक लाग्यो। बिहानदेखि के खाएर हुन्छ यो त नहाल्नु। जस्ट फर मेमोरिज। बाटोमै दबाई हो। व्हाट्सअप गाइज, व्हाट्सअप। ठिक छ। एनिथिङ फर द ब्लग? के भन्न चाहनुहुन्छ? कतिको एक्साइटेड? एकदम। भाउजू मैले हजुरलाई देखिनँ, के छ खबर? ल ठिक छ। होइन म्याच भइरहेको छ भाउजू। दाइ प्लिज वान्स मोर न। कडा यो हो नि त अमेरिका होइन दाइ? अमेरिका एन्ड ह्युन्डाई। टक्क यो स्पेस हाइवे, के अरे नाम, महेन्द्र हाइवे होइन? त्यस्तै देखियो त होइन? ट्याक्क 2 लेनको होइन? पुरा नेपाली भाइब्स टेक्ससमा आज। नाइस। हामीले यस्तो मिस गर्थ्यौँ हेर्नु त यो बाटो नआएको भए। वी आर लक्की के दाइ यार। लेक लिभिङस्टन मात्रै लाएर हो। प्यासेन्जर प्रिन्सले यसले गर्दाखेरि हामी गलत डेस्टिनेसनको बिच बाटोमै थाहा पायौँ। यो अघिल्लो प्यासेन्जर प्रिन्सेसले गर्दा हामी ओ माई गॉड, ठुलो धोका भयो मेरो। दामी यार।
फ्री फल जस्तो भएको है भाउजू र मलाई फिल भयो कि जे पायो त्यो हेर्दैन स्प्रिङ टेक्सस बल्ल टेक्सन भाइब्स आयो के कस्तो दामी यार ओ माई गॉड कस्तो अमेजिङ प्लेस छ क्या हुन्छ नि ट्याक्क अगाडि चाहिँ हाम्रो लेक छ है लेक लिभिङस्टन अनि यहाँ सानो सानो यो कटेजहरू छ होइन हजुरहरू आएर नाइट स्पेन्ड गर्नका लागि अब यति भइसकेपछि चाहिँ के अरे यति भइसकेपछि चाहिँ अब हामीले चाहिँ टेन्ट लिएर आउनु परेन नि त टेन्ट लिएर आएर अब यसरी बस्दा पनि भयो तर जस्ट इन केस अब त्यो टेन्टवाला हेसल चाहिएन भने चाहिँ यस्तो कटेजहरू छ बुक गर्ने पार्किङ छ ट्याक्क त्यहाँ मजाले दामी भ्यू आउँछ होइन हाम्रो केटाहरू चाहिँ यहाँभित्र म्याच हेरिरहेछन् बेलुकाको म्याच पनि हेर्ने चलन छ हान्यो क्या हो हान्यो म उता भ्यू देखाउन गइरहेको थिएँ हानिहाल्यो केटाहरूले म यता अहिले देखाउँछु जस्तो सन्देश सर तल जानुभएको अर्को स्पोट तल्लो Oh wow, what a view. दामी यार हजुर हो भित्र बाहिर यो उज्यालो रहेछ के मोर उज्यालो what a view nice यहाँ हाम्रो छ सेटलमेन्ट सेल्टर भित्र प्रोजेक्टरमा वर्ल्ड कप चलिरहेछ यो हो नि त माहौल नाइस अर्को चाहिँ त्यहाँ बेलुका चाहिँ त्यहाँ हुन्छ हामी ठिक छ ल लेट्स गो दाइ ढुक्क म लडे हैन अब लडे त हैन मलाई यो लड्यो त यस्तरी लडियो दामी लडियो आँखा लडियो हो कि दाइ इज फ्याक्टर अफ सेफ्टी टेस्ट अब म यहाँ अडिएपछि चाहिँ भयभरको हाम्रो 17 जना सबै अडिन्छ हाइट तिम्रो म अहिले 5'8" छु 5'8" हजुर ओ माय गॉड अब त गएर बुहारी ल्याउँदाखेरि त अब 5'8" हाइट छ भनेपछि त दुलाहरू त पुरै होला नि खतरा ए सासु ससुराबा मकै ल ठिक छ ल अब अमेरिकाको ज्वाइ 5'8" भनेपछि त मकै नि अब लानु छोरी हो लानु छोरी अब भनेर भन्नु पर्यो अनि जान पनि छ नि तिम्रो फेरि अनि ल हान्सी देखाउ ल हाम्रो चिया पाक्ने आगो ताप्नु राम्रो दाइ चिया हाम्रो यो चियामा कोही वाला दुधमा मिसावट देखेँ नि त मैले के हो यो भन यस्तो रिपोर्टिङ त है मिसा ल त म भ्यू देखाउँछु वाट भ्यू छ यार यो हो नि त लेक लिभिङस्टनको भ्यू damn it this is what we came for भन्छ नि टेक्ससमा नि यतिको भ्यू हेर्न पाउनु भनेको चाहिँ राम्रो हो नाइस टक्क यताबाट यहाँ ड्रेनेज रहेछ म चाहिँ ड्रेनेज तल झर्छु है त हाई जस्ट लुक एट दिस भ्यू टक्क लेकको छेउ
यहाँ यस्तो हिलोमा गडेँ यार म ला गडेँ अब म के गर्ने गडिए त गएँ यस्तो वाह चाहिँ भ्यू कस्तो दामी छ कि यार Hey there Delilah, what's it like in New York City? I'm 1,000 miles away. मिठो बास्ना म वहाँ रोडसँग बास्ना आइरहेको के अमेजिङ दाइ युवराजको त चिया पसल थियो के पहिले यो मानेको बास्नै वहाँसँग हरर्ती ए हो त चियामा एक्सपोर्ट वहाँ वहाँ खैरे पागल भइरहेको के को बास्ना भनेर ब्लगको लागि के जे पनि सुदिन दाइ चिनी कि नचिनी कडा इन्टरभ्यू भइरहेको थियो हाई अर्के हो त हो अर्जेन्टिनालाई दिन्छ 4 पटक यो जर्सीलाई दिन्थ्यो कि यो जर्सीलाई दिन्थ्यो कि अर्को पेनाल्टी त्यो के अरे किपर आउट अफ लाइन थियो पेनाल्टी दाइ हजुर गोल्डन देखिनु भयो टु बी अनेस्ट गोल्डन आवर्स ओ क्या भ्यू छ यार दाइ यार लिभिङ स्टोन लेकको चाहिँ बेस्ट मोमेन्ट हो होइन सनसेट चाहिँ अब सनसेट हुँदै लागेको छ अलिकति तर्को छ हामी चाहिँ मिस नगरौँ भनेर होइन हामी चाहिँ मिस नगरौँ भनेर पहिल्यै आयो क्या यो हो नि त पूर्व तयारी भनेको हाम्रो दाइहरू उता छन् ल ठिक छ कडा यार जानिन्छ त होइन न यो कायक चाहिँ 7 बजेसम्म रहेछ क्या दाइ 7 बजेसम्म रहेछ बोट चाहिँ लिन पाइन्छ होला नि त हो त्यो चाहिँ नाइस छ कि आउनु आउनु दाइ हामी यता पछाडिबाट गइदिउँ यिनीहरूको फिसिङ डिस्टर्ब होला Did you catch any fish, guys? Yeah, we just caught one. That's good. Are you guys watching the match? Yeah. Argentina? Which team you supporting? Argentina, but I want England to win the whole thing. Same here, bro. Same here. But we have to go through France and Spain and Argentina. Yeah. No. If they win. Switzerland gonna win today. Don't. Their defense is better, but their offense isn't. Yeah, they don't have any striker, so Yeah. let's hope. But their defense is really good. All right. Yeah. तर हामी किन म्याच नहेर हामी त अर्जेन्टिना फ्यान नभएर दाइ अनेस्ट कुरा होइन हजुर भ्रममा हुनुहुन्छ होइन अर्जेन्टिना मलाई यहाँ त देखौ अर्जेन्टिनाले स्योर वर्ल्ड कप जित्छ यो सबै अर्जेन्टिनासँग हार्नको लागि गरिरहेछ होइन त्यही होइन अर्जेन्टिनाले जित्न पर्यो हो अर्जेन्टिनाले अब यस्तो के 12वटा प्लेयर लिएर खेलिसकेपछि जितिहालिन्छ के 12 वर्ष सिलाबेन भएपछि होइन Yeah. Oh, that's nice. Huh? What language you're speaking? It's Nepali. Really? I have a friend from Nepal. I met him in
Oh, that's cool. I was trying to recognize. That's the big fish. Oh, nice. दिपेश भाइ र कमल भाइले सुदिनजीलाई यहाँनिर छोड्दा पनि नछोड क्या म छोड्दै छोड्दिनँ ल धम्किनु पर्छ होइन एकजनाले मात्रै ल्याइ हुन्छ दिपेश भाइ ए कमल भाइ तिमीले बुझ्यौ नि यहाँ सुदिनजीलाई तिमीहरू दुईजना जतिखेर पनि एसिस्ट गरे क्या मैले हेर्दाखेरि जतिखेर पनि तिमीहरू यहीँ हुनु पर्यो क्या दिपेश भिडियो बनाएको दिपेश त यहाँ रेमन भाइले लिड लिइरहेको छ यसमा दुईटा गरिरहनु भएको दुई साइडमा है ल ठिक छ दाइले अर्डर सबलाई कोक खानु न हजुर कोक खानु न ल ठिक छ ल ठिक छ वडा यार त्यो बाहेक पनि अरू पनि छ र गजब यस्तरी हो क्या खाने रमाइलो भन्ने हो क्या एकदम एकजना यहाँ बस्ने नै होइन नि आफूले वडा राख्ने केही छ के यसमा अर्को लोड गर्ने लोड मासु गरौँ न उयो चिकन तर फेरि पोर्क चिकन बढी त दिए खायो हुन्छ नि हामीलाई न भिडियो यसरी म्याच हेरिरहेको छ हामी त म्याराडोना भन्छ त यार कहाँ कहाँको भूत निकालेर राख हो र ल हाम्रो क्याम्प बन्दैछ बसिसक्यो कताबाट हो छिर्ने पढिदिन्छ भाइ हाम्रो त हिँडेर जानेले मुसु मुसु हाँसेर हिँड्नेले पागल बनाकी छे मलाई घायल बनाकी छे मलाई पागल बनाकी छे मलाई घायल बनाकी छे मस्की मस्की हिँडेर जानेले मुसु मुसु हाँसेर हेर्नेले पागल बनाकी छे मलाई घायल बनाकी छे मलाई पागल बनाकी छे मलाई घायल बनाकी छे ओके गुड मर्निङ गाइज हाम्रो टक्क लाएर अब सनराइजको लागि तयारी लगभग सकिसकेको छ अब वेटिङ फर सम अदर गाइज टु वेक अप त्यहाँबाट हाम्रो केटाहरू उठिसकेपछि हिँडिन्छ राति योहरू पुरै कराएर क्याक 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 कराएर पुरा स्केरी फिल भाइब्स आइरहेको थियो तर ट्याक्क लेक साइडमा यसरी टेन्ट हालेर सुत्दाखेरि चाहिँ मजा चाहिँ आउने रहेछ अलिअलि गर्मी पनि हो नि तर रमाइलो नि रमाइलो नाइस लडेको छ ल केटाहरूलाई अब बिस्तारै उठाउन जाऊँ अलिअलि उठिरहेको रहेछन् यसको मर्निङ ल केटाहरू त पुरा हाइकिङ समीर सर के भन्नुहुन्छ हजुर यस्तो मजा आइरहेको नि त्यो फिलिङ फ्रेस वाउ अनि त्यो माथि यो जङ्गलको मिठो मिठो हावा लेकको हावा लेकको हावा उता लेक यता जङ्गल बिहान ट्याक्क घामले उठायो कि केले उठायो आज यस्तरी सनराइजले कि सन उदाउनुभन्दा अगाडि नै सनराइज एक्सपिरियन्स गरी हेरेँ तर त्यो चराको त चिर्पिङ हुन्छ नि त्यो टिटिङ टिटिङले चाहिँ उठाएको थिएँ म है कस्तो भाले नि बाँच्छ थियो भाले बाँच्यो त होइन हाँसले लेकको बिचबाट उठ उठ भन्दै थियो जाउन सही छ फ्यामिली फ्रेन्डली भ्लग हो फ्यामिली फ्रेन्डली भ्लग हो हामी सनराइज खोल्न गइरहेछौँ के अरे सनराइज हेर्न गइरहेछौँ कहाँबाट हो चाहिँ थाहा छैन लेट्स एक्सप्लोर के अरे अब्जर्भेसन डेक अब्जर्भेसन डेक चढ्दैछौँ हामी ल गाइजहरू त मोटर बोट लिएर हिँडिरहनु त नाइस छ त
सनराइज भयो भने त देखिन्छ त एकपटक तलबाट एकपटक माथिबाट होइन सनसेट हेर्ने ल मिठो छ है भाइब्स चाहिँ मलाई दामी लाग्यो केटा यार यो यस्तो हुन्छ नि त्यही हातमै भएको म्याप होला ए ड्यामसँग जान मिल्छ भने जाऊँ न त कहाँ हो ड्याम देख्थ्यो नि त ड्याम पहिला त भ्यू पोइन्ट यहाँ गुगलले दिएको ठाउँसँग जाऊँ त्यसपछि ड्याम त्यति होला अँ गुगलले दिएको ठाउँ सायद यो हो कि युआर हियर छ होइन यदि हामी यो साइडबाट आइरहौँ भने हाम्रो घर यहाँ यहाँ अहिले भर्खरै यो त्यो जङ्गलको बाटो यो क्रस गरेर हो कि हाम्रो दुर्बिनको के हो दुर्बिनको छ वाइल्ड लाइफ भ्यू है केटा यहाँ गयो भने चाहिँ बाघ भालु भेटिन सक्छ जाम्न त त्यहाँ नि त्यतै गयो यहाँसँग त गइन्छ यहाँबाट नि यता गइदिउँ ल ल जाऊँ लेट्स गो समित सोल्टी पेपर म्यापै पुरा पढ्दै हिँडिरहन् सही हो तर फर्स्ट टाइम होला यसरी मजाले पेपर म्याप हेरेको दिन्छ यार यसले खत्रै दिन्छ 80% मात्रै चार्ज हान्छ मैले अझ खासै धेरै मान्छे त नहिँड्ने रहेछ नि यहाँ स्लिपरी छ पुरै के भेटियो फुलसुल छ नि त्यहाँ यो बग आइड मोजाइक इफेक्ट अरे मौरीहरू हुनसक्ने मौरीको आतङ्क हुनसक्छ रुख काटेर हो यो संरक्षण ट्रिनिटी ट्रेललाई यहीँ बन्द भनौँ हामीले अनि वाइल्ड लाइफ भ्युइङ हेर्न जाऊँ मच्छरले भगाएका छन् हो ओ यति धेरै छ यार मच्छरले त लास्टै धेरै छ त गाइज यसरी फिसिङ माछा गनाइरह पानीको छेउछेउको यो त नि घर पुग्यो तिनीहरू हाम्रै ग्याङका हुन् त्यो प्यान्ट हेर्दा त होइन हुन् हाम्रै गाइज हुन् जुम गरेँ क्या मैले पुरै होइन रेक्टेङ्गल छ नि त ट्राइपोड किन्नु नि त हाम्रो पिङ देख्छ न आउँछ न हाम्रो होइन पुरै सक्यो हामीले 3 माइल हाइकिङ पछि छोरी बाबा चाहिँ कसरी गर्ने ट्रेनिङ ल दाइ हो यस्तै हो क्या गर्ने नै यही रहेछ यो मेरो सेकेन्ड एटेम्प्ट हो दाइ गइसक्यो एकपटक मैले सफा हारिदिएँ नि अनि पुरै रहा नहीं जाता
खुट्टालाई चाहिँ माथि नै गर्नुपर्ने रहेछ सन्देश ए कडा तर यो यो के अरे छाला चाहिँ त्यो त्यसलाई नि आउनु लाग्छ कि त्यसलाई नि मन लाग्छ हो दाइ हजुरमा ठुलो रेस्पोन्सिबिलिटी छ ए कडा सही हुँदो रहेछ त्यसपछि आएको फर्के म त सोच्नु फेरि बेल आउँछ कि भनेर राति गाडी कराउँदाखेरि त म त साथीको बडा चिया पाकेर आएको यार यस्तो यो क्रेडिट हजुरलाई नै भयो त यार धन्यवाद हामी दुईजना छैन है यहाँ दुईजना हामी चिया चिनी नभएको युवराज पर्दैन नि बुढा तपाईँहरू खालि एक्स्ट्रा लफडा किन गर्न चाहनुहुन्छ म मैले यस्तो भन्दैमा चाहिँ मैले सिरियसली म सिरियसली लिन्छु क्या यो कुरालाई कसले के गर्नेहरू पाइयो त्यो भरे अब कसको भाडा हो त्यो भाडा कसको हो सम्बन्धित होइन आइरहेको यार तालु भिल्यो नि तपाईँ सिसाको छ भने घोडा खाइदियो त वाटरमेलन यार गयो सुरु खाना सुरु अनि यस्तो खाइदो ल चट्ने सट्ने आयो सब आयो र टक्क छोड्नु अगाडि यसरी सफा गरेर चाहिँ छोड्नु पर्यो सामानहरू केही छुटेको छैन गुड र वेदर चाहिँ दामी छ मस्त पानी परेको छ त्यहाँ निक्लिने तर्खर हुँदैछ गाइजरको ठिक छ